यो हप्ता राहुल ठकुरीको फाइट छ, थाहा नै होला राइट? अगस्त 22 मा, जसमा अपोनेन्ट छन् ड्यारेन। उनीसँग अलरेडी प्रो फाइटको चाहिँ अनुभव छ, जसले गर्दा केज प्रेसर होला जस्तो मलाई लाग्दैन। अर्कोतिर राहुलको लागि त्यो त डेब्युट फाइट हो राइट? सो मेन्टल प्रेसर त हुन्छ नै, फर्स्ट डेब्युट फाइट हो नि त। सो उनले यो फाइटमा फुल पोटेन्सियलका साथ फाइट नगर्न नि सक्छन्, रिस्क हाई छ नि त, किन भन्दा उनले नेपाललाई रिप्रेजेन्ट गरिरहेछन् राइट? एन्ड जित्नै पर्ने प्रेसर एकदम हाई हुन्छ के। सबैले त्यही एक्सपेक्ट गरिरहेछन् त, नेपालमा एमएमए बुम भइरहेछ, एमएमए फाइटरहरू डेन्जर छन् भन्ने टाइपको, त्यसले गर्दा प्रेसर पनि हुनसक्छ। अब फाइटिङ स्टाइलको कुरा गर्दा चाहिँ दुवैजना मलाई वेल राउन्डेड फाइटर नै लाग्छ। राहुलको त थाहा नै होला, लास्ट फाइट कस्तो बबाल गएको थियो राइट? NWC 6 मा बान्तिबलाङसँग फर्स्ट राउन्डमा नै फिनिस गरिदिएका थिए। उनको टाइमिङ चाहिँ बबाल हुन्छ टेकडाउन गर्नको लागि, ग्राउन्ड गेम नि राम्रो छ, स्ट्राइकिङ नि राम्रो छ। तर स्ट्राइकिङ भन्दा त अफकोर्स ग्राप्लिङ चाहिँ राम्रो छ उनको। उनले प्राय फाइटहरूमा चाहिँ ग्राउन्डमा नै डोमिनेट गरिरहेका हुन्छन्। अर्कोतिर ड्यारेनलाई हेरौँ, उनको प्रो डेब्युट फाइटमा हेभी रेस्लिङ भएको फाइटरको सबमिसन चाहिँ मस्त डिफेन्ड गरेका हुने यार। अब त्यसै गरी राहुलको टेकडाउन डिफेन्ड गर्न सक्ला नि त? आई थिङ्क गाह्रै छ। उनको फाइटमा मैले नोटिस गरेको चाहिँ कस्तो भन्दा उनी स्ट्राइकरको एगेन्स्टमा चाहिँ स्ट्राइकिङ नै गर्ने, अनि जसको ग्राप्लिङ राम्रो छ उनीहरूको चाहिँ बडी डिफेन्समा खेल्ने के। जस्तै हंसराजकै फाइट हेरौँ न, यो फाइटमा चाहिँ ड्यारेनले टेकडाउन सुट गर्छन् जस्तो मलाई लाग्दैन। स्टार्टमा चाहिँ उनले स्ट्राइकिङमा नै गेम खेल्छन् स्योर हो, तर अफकोर्स राहुलले टेकडाउन सुट गर्न सक्छन्। अब ड्यारेनसँग स्ट्राइकिङ छ त राम्रो भन्दा चाहिँ यस राम्रो छ, राम्रो भन्दा नि अति राम्रो। आतुर त 1.0 को फाइट हेरौँ, तोरपेर्मेसँगको कस्तो बबाल फाइट गरे क्या त्यहाँ। त्यो फाइटलाई चाहिँ मान्नै पर्छ। बिचमा एकचोटि नकडाउन पनि भयो, तर क्विकली क्लिन्चमा आएर डबल लेग टेकडाउन गरेर गेमलाई ग्राउन्डमा लगिदिए फेरि। सो उनलाई फिनिस गर्न चाहिँ गाह्रै छ। हंसराजको फाइटमा हेरौँ, कति फिनिस गर्ने ट्राई गर्यो होइन हंसराजले, सबमिसन ट्राई गरे, बबाल डिफेन्ड गरेका हुन्। सो मलाई जहाँसम्म लाग्छ ड्यारेनलाई फिनिस गर्न त बहुत गाह्रो छ। राहुलले लास्ट फाइटमा फिनिस गरे जस्तो यहाँ चाहिँ फिनिस गर्दैलान् भन्नेमा चाहिँ अलिकति डाउट छ। प्लस भने नि यो राहुल ठकुरीको प्रोफेसनल डेब्युट फाइट हो, रिस्क नलिने चान्स मैले देखिरहेको छु। जस्तै अस्ति इस्लामको फाइटमा पनि इस्लामले रिस्क त्यति लिन चाहेनन्, किन भन्दा रिस्कको के हुन्छ भन्दा सही ट्र्याकमा गयो भने चाहिँ राम्रो रिवार्ड आउँछ, अब भएन भनेपछि लेगेसी फक्ड अप हुन्छ कि। सो इस्लामको फाइटमा त्यही भएको जस्तो लाग्छ मलाई। फेरि फाइट चाहिँ बबाल हो है, जे भयो नि, मान्छेहरूले बोरिङ भने खान् बट राम्रो हो त्यो फाइट, बबाल। राहुलको एडभान्टेज के छ त, अब यो पनि भनौँ होइन? मलाई जहाँसम्म लाग्छ राहुलको सबभन्दा बिगेस्ट वेपन भनेको चाहिँ यस ग्राउन्ड गेम नै हो। अफकोर्स ड्यारेनले डिफेन्ड गर्न सक्लान्, बट डिफेन्ड गरेर फाइट जितिँदैन राइट? ड्यामेजले म्याटर गर्छ, टेकडाउनले म्याटर गर्छ, र यो एचिभ कसले गर्नेछन् त भन्दाखेरि राहुलले गर्छन् जस्तो लाग्छ। मैले यति भनिराख्दा फेरि राहुलले ग्राउन्ड गेम मात्र राम्रो गर्छन् भन्नु खोजे होइन। NWC 3 हेरौँ, जहाँ सोनम वाङचुकसँग कति राम्रो स्ट्राइकिङ गरेथे राइट? लेभल चेन्ज नि त्यस्तै बबाल गरेथे। अनि लास्ट राउन्ड त थाहा नै होला, जब ग्राउन्डमा गएको थियो नि फाइट, त्यहाँ को थियो टप पोजिसनमा? सोनम वाङचुक। बटममा को थियो त? राहुल। तर जित्यो कसले? राहुलले ट्रायङ्गल चोक लगाइदियो राइट? सो त्यही हो, राम्रो जुजुत्सु भएको फाइटर जब ग्राउन्डमा जान्छ नि, यो होइन कि उसले हार्छ होइन, डोमिनेन्ट हुन्छ, त्यहाँ जित्ने चान्स धेरै नै हुन्छ क्या। जस्तै अस्ति गोकुलको फाइट पनि हेरौँ, उनी पनि ग्राउन्डमा गएका हुन्, तर के गर्ने, अपोनेन्टलाई लाग्यो होला ओहो ग्राउन्डमा त अब ग्राउन्ड एन्ड पाउन्ड गरिदिन्छु राइट? एन्ड देन के भयो थाहा नै छ, हामबार सबमिसन हानिदिए गोकुलले। सो राहुलको त्यस्तो डाउट गर्ने ठाउँ चाहिँ म देख्दिनँ। यदि स्ट्यान्डिङमा चाहिँ अनेस्टली भन्ने हो भने चाहिँ यस ड्यारेनसँग अलिक बढी पोटेन्सियल छ। भने नि तोरपेर्मेसँगको फाइट खतरा थियो, एक दुईचोटि त यस्तो मस्त हेडकिक पनि हानेको थियो नि, हेडकिक मात्र होइन कि त्यसपछि एकदम एक्युरेट पन्चहरू कम्बिनेसनमा थ्रो गर्ने के, बबाल। स्ट्राइकिङमा चाहिँ यस स्लाइटली ड्यारेन चाहिँ अप हुन सक्छन्, बट ग्राउन्ड गेममा मलाई लाग्छ राहुल बेटर छन्। र राहुलको अब यहाँ एउटा भने नि यसमा एक्सपिरियन्स अलवेज म्याटर। राहुलसँग अहिलेसम्म भनेको चाहिँ एमेच्योर फाइटको रेकर्ड छ। सो फरक हुन्छ, एमेच्योर भनेको कति हुन्छ 3 मिनटको, अब यहाँ हेरौँ त 5 मिनट हुन्छ। 5 मिनट भने नि डबल नै हो, किन भन्दा 1 मिनट सुरुको 1 मिनट भनेको त जस्ट रेन्ज चेक गर्न, कुन स्ट्यान्सबाट भेटाउन सकिन्छ। र यस स्ट्यान्सको कुरा गर्दा पनि यस दुवै स्ट्यान्समा फाइट गर्न सक्छन्, अर्थोडक्स साउथ लाइक रविन्द्र दान्त। 3 राउन्ड गएको जति पनि फाइटहरू छ उनको कार्डियो अलिकति डाउट गर्न ठाउँमा चाहिँ छ, हुनसक्छ अहिले इम्प्रुभ भएको हुनसक्छ। कार्डियो त्यस्तो फेरि खराबै भन्नु खोजे होइन, बट ड्यारेनको कम्पेयरमा चाहिँ अलिकति कमजोर छ जस्तो मलाई लाग्छ। किन भन्दा भने नि यो 5 मिनटको फाइट हो क्या, ड्यारेनसँग अलरेडी एक्सपिरियन्स छ, 3वटै फाइट फुल राउन्ड, सबै राउन्ड गएका छन्, त्यो पनि 5-5 मिनट। सो म्याटर गर्छ, एक्सपिरियन्सले म्याटर गर्छ क्या। उनले लिएका छन् लस पनि 2वटा,
प्रोफेसनल फाइटमा, तर फिनिस भएका छन् त छैनन्। पुरै राउन्ड गएका छन्, मतलब कार्डियो राम्रो छ, बबाल छ के। हंसराजको फाइटमा नि थर्ड राउन्डसम्म गयो, सेकेन्ड राउन्डमा त हंसराज भन्दा नि बबाल कार्डियो थियो। मलाई अरू यो गेममा एकदम बबाल लागेको छ, राहुलले जित्छन् जस्तो। तर भनिन्छ नि फाइट भनेको जस्ट फिजिकल फाइट हुँदैन। सो हेरौँ प्रेसर कसरी ह्यान्डल गर्छन्। इन्टरनेसनलमा यस्तो बिग स्टेजमा उनको फर्स्ट फाइट हो, त्यो पनि प्रो फाइट। अनि भन्न छुटाएको चाहिँ राहुलसँग किक चाहिँ बबाल छ है, लो लेग किक। एनडब्ल्युसी 4 मा हेरौँ न, धृतराजलाई महाकसम लो लेग किक हानेर ढालिदिएको थियो क्या। हरेक फाइटमा हेरौँ न, उनले स्टार्ट गर्न साथ लो लेग किक हानिरहेको हुन्छन्। अफकोर्स त्यो सेटअपको लागि हो, बट ड्यामेज चाहिँ हाई आइरहेको हुन्छ क्या। अर्कोतिर ड्यारेन चाहिँ फेरि बडी किक बबाल हाने देखिरहेको थिएँ। हेड किकको त कुरा नगरौँ होइन, तोर पेर्मेको फाइटमा त देखेकै हो। सो फाइनलमा भन्दा चाहिँ दुवैजनासँग एउटै टाइपको स्टाइल छ। फर्स्टमा कसले टेकडाउन सुट गर्छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट म्याटर गर्छ जस्तो लाग्छ मलाई। सो यदि प्रेडिक्ट गर्नु पर्यो भने, यदि गेम चाहिँ स्ट्राइकिङमा मात्र भयो भने यस ड्यारेनसँग चान्स होला, बट ग्राउन्डमा गयो भने त राहुलसँग जुजुसु छ, त्यसमा त म कन्फिडेन्स हो। बट स्टिल मलाई डाउट भनेको त्यही हो क्या, 3 मिनटको राउन्डबाट अब 5 मिनटको राउन्डमा जाँदैछन्। सो यसमा कार्डियो चाहिँ कस्तो छ भन्ने कुरा बहुत म्याटर गर्नेवाला छ। जोस कन्ट्रोल गरेर चाहिँ राहुलले जित्न सक्छन् भन्ने हो, बट फिनिस गरिदिउन् भन्ने आश हो। मैले भन्न त भनिरहेको छु राइट, फिनिस गर्न गाह्रो छ यताउता, बट फिनिस गरिदिन नि सक्छन्। किन भन्दा पहिला ल ड्यारेनले कस्तो अपोनेन्ट भिडे भन्ने कुराले नि धेरै म्याटर गर्छ होइन। पहिलाको अपोनेन्टले फिनिस गर्न सकेनन्, द्याट मिन्स राहुलले नि सक्दैनन् भन्ने त हुँदैन। अफकोर्स यही हो क्या, स्टार्टको फाइटमा चाहिँ त्यस्तो पर्फेक्टली जज चाहिँ गर्नै मिल्दैन क्या। किन भन्दा अपोनेन्ट कुन स्तरको छन्, कुन लेभलको हुन् भन्ने कुरै थाहा हुँदैन होइन। कुनै फाइटमा चाहिँ ग्रेट टेकडाउन डिफेन्स हुन्छ, कुनै फाइटमा फेरि लोकदल टेकडाउन डिफेन्स हुन्छ। यो लोकल लेभलमा चाहिँ एकदम डिफ्रेन्स हुन्छ कि, त्यो भन्नाले चाहिँ लेभल थाहा नै भएको हुँदैन, चेक भएकै हुँदैन कि। यही नै थियो मेरो ब्रेकडाउन है, यही नै थियो उनीहरूको फाइटिङ स्टाइल। र अब नेक्स्ट भिडियोमा चाहिँ LFC 2 मा फाइट गर्दै गरेका फाइटरको पनि म बनाउन ट्राई गर्छु, किनकि यो हप्ता ब्याक टु ब्याक फाइट छ। यो हप्ता मात्र नबनाउँ, अर्को हप्ता नि छ रविन्द्र दाहानको फाइट। अझ पर्वल घलेहरूको फाइट पनि थियो, बट त्यो इभेन्ट चाहिँ अलिकति सरे जस्तो लागिरहेछ। त्यो अगस्त 30 मा हुन्छ भनिरहेको थिएँ, बट खै चेन्ज भयो जस्तो छ। मैले त्यो इन्स्टाग्रामको पेजमा चाहिँ भेटाएको छैन, बट फेसबुकमा यताउता मैले देखेको थिएँ। सो हेरौँ के हुन्छ त्यो फाइट नि। आजलाई यति नै, थ्याङ्क यू फर वाचिङ गाइज।